Hello everyone and welcome back to my mini vlog. So आज चाहिँ म खाना खानु बाहिर निस्किनु लागेको धेरै दिन भयो त्यो भिडियो अपलोड नगरेको। सो साथीहरुको रिक्वेस्टले गर्दाखेरि आज म सानो ट्राई गरेर देखाउने छु। अनि यो चाहिँ सन्स ग्लास अनि थोरै शाहरुख खानको पोज पनि हान्दिहालौं। अनि यो मेरो फोनलाई हाल्छु पकेटमा। यो चाहिँ मेरो फेभरेट कलरको सुज। रेडी भएर म निस्किन्छु बाहिर। हजुरहरुलाई कस्तो लाग्छ मेरो मिनी ब्लग? लाइक कमेन्ट शेयर अनि फलो गर्नु नभुल्नु होला। अब भिडियो तर्फ लागौं। साथीहरुले सोध्दै थियो मलाई कुन ठाउँदेखि हो भनेर। म चाहिँ अहिले युएई को अबुधाबीमा छु। तपाईहरु चाहिँ कुन कुन ठाउँमा हुनुहुन्छ कमेन्ट गर्नु होला। साथै मेरो युट्युब च्यानल पनि सब्स्क्राइब गरिदिनु होला। अनि म चाहिँ आइपुगे नेपाली रेस्टुरेन्ट। अनि नेपाली रेस्टुरेन्ट भित्र गएर दिन्छु अर्डर। अनि किचनमा लगेर मैले दिए क्युटी। अनि त्यसपछि एकछिन वेटिङ गरे 5 मिनेटसम्म। त्यसपछि मेरो फेभरेट खाना आइपुग्यो, सुकुटी, करेला अनि साँधेको अचार। यति भेराइटी त थिएन खाना, त्यही पनि जे होस् इट इज नट ब्याड। जे होस् राम्रै थियो, स्वादले खाए राम्रै लाग्यो। धेरै दिन पछाडि खाएर पनि होला, एकदम स्वादिष्ट लागेको थियो मलाई चाहिँ खाना। त्यसपछि पानी पिए अनि साँझ परिसकेको थियो। अनि आफ्नो रुमतिर लागे। त्यति भन्दै यो भिडियो यही समाप्त हुन्छ गाइज। अर्को भिडियोमा मिल्नेछु। हस्त बाइ बाइ।